होइन केटा यो गाउँमा हामीले निकै नराम्रो काम गर्यो गाउँभरिका मान्छेले हामीलाई नराम्रो भन्न थालिसक्यो हाम्रो जिन्दगी पनि खत्तमै भयो हेर जिल्के हामी जस्तो युवाले अब केही गर्नुपर्छ भन्ने समयमा यसै हरेस खाएको सुहाउँदैन त हो दादाहरू हामीले जिन्दगीमा अब एकचोटि होइन दुईचोटि होइन पटक पटक नराम्रो काम त गऱ्यौँ तर हामी जत्तिको यस्तो युवाहरूले त्यसरी हरेस खाएर पनि त भएन नि अब हामीले एउटा यस्तो काम गर्नुपर्छ कि जुन कामले चाहिँ यिनीहरूले पनि एउटा गाउँमा राम्रो काम गर्दो रहेछन् भन्ने सन्देश चाहिँ यो समाजलाई हामीले दिनुपर्छ सही कुरा गरी धेर केटा तर यो त असम्भव जस्तै छ गाउँलेले के विश्वास गर्ला हेर केटा हामीले गाउँलेहरूलाई मनपर्ने एउटा राम्रो काम गरेर देखाएपछि गाउँलेहरूले कसो हामीलाई माफ नगर्ने तर हाम्रो फेरि के गर्ने होला दादाहरू कामको लागि तपाईँहरू चिन्तै नगर्नु न मसँग एउटा राम्रो काम गर्ने अर्को एउटा खतरा गजबको आइडिया छँदैछ नि के आइडिया छ तसँग फेरि आइडिया त अब यो गाउँमा पनि धेरै बेर भइसक्यो बसेर वर्षभरि त्यसै केही राम्रो काम पनि गरिएन रमाइलो पनि खासै केही गरेको छैन अब अङ्ग्रेजी सालको नयाँ वर्ष 2023 साल पनि आउँदैछ हामी सबैजना मिलेर यो गाउँभरिका मान्छेलाई यो नयाँ वर्षमा एक ठाउँ पिकनिक लान पाइयो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लागेको छ कस्तो लाग्यो त मेरो आइडिया तपाईँहरूलाई तेरो आइडिया ठिकै हो केटा अब गाउँभरिका मान्छेलाई पिकनिक लानलाई एकचोटि काजीबालाई गर भनिसकेपछि काजीबाले भन्यो भने त सबैलाई लग्छ एकचोटि त्यसै गरौँ काजीबासँग नि हामीले यति राम्रो आइडिया लिएर गएपछि बुढाले कसो नमान्लान् र तर केटा हो पिकनिक जाने भनेर त भनियो तर जाने चाहिँ कहाँ हो त्यसको लागि पनि तपाईँहरू चिन्तै नगर्नु क्या दादाहरू मैले एउटा राम्रो गतिलो ठाउँ सोचिसकेको छु मकवानपुरको कुलेखानी भन्ने ठाउँ चाहिँ गजबको छ है त्यहाँनिर जाउँ भन्ने मेरो प्लान छ अब एकचोटि काजीबाकैमा गएर उहाँलाई नि सोधौँ न त उहाँले नि के भन्नु हुँदो रहेछ हामीले पटक पटक गल्ती त गरिहाल्यौँ अब गल्तीको माफी पनि मागौँ यो योजना नि सुनौँ जाउँ काजीबालाई गएर भनिहालौँ ल जाउँ न बाटो लागि कुलेखानी बाटो जानु त पर्ने काजीबा नमस्कार नमस्कार फेरि के काम बिगार्न आयो तिमीहरू त यो गाउँको सबैभन्दा गद्दार निस्क्यौ त त्यस्तो होइन काजीबा हो हामीले पटक पटक गल्तीहरू गरेकै हौँ नराम्रो काम गरेकै हौँ अबदेखि हामी कहिले पनि यस्ता नराम्रा काम नगर्ने त्यही गल्तीहरूको माफी माग्नलाई आएका हौ काजीबा तिमीहरू जस्ता फटाहरूले एकचोटि यस्तो गर्दैन भन्दैमा मैले कसरी विश्वास गरेँ जा तिमीहरू गइहाल्यो तिमीहरूको मलाई फिट्टिकै विश्वास छैन त्यसो नमान्नुहोस् काजीबा तर एकचोटि गल्ती गरिहाल्यौँ अबदेखि यस्तो नराम्रो कामहरू यस्तो खतरा कामहरू हामी कहिल्यै पनि गर्दैनौँ भनेर सबैलाई माफी माग्नको लागि आएको ए बुढा यिनीहरूले पनि त जानी गल्ती गरेको पनि होइन होला एकचोटिलाई माफी दिँदैन के हुन्छ र ल अब एकचोटि गल्ती सुधार्छु भन्दा भगवान्ले त माफी गर्छन् अरे अब म त मान्छे नै हुँ ल तिमीहरूलाई एकचोटिलाई माफी भयो अब चाहिँ काजीबा गाउँमा एउटा हामीले राम्रो योजना लिएर आएको थियौँ तपाईँलाई साथ दिनुहुन्थ्यो कि कस्तो योजना लिएर आयो फेरि तिमीहरू कसलाई फसाउन आँट्यो फेरि कि कसै घर बुढाउन आँट्यो तिमीहरू होइन काजीबा अब फेरि हामीहरूले एकचोटि माफी नै मागिसकेपछि त यस्तो नराम्रो खालको योजना त लिएर पक्कै आउँदैनौँ हामीले अब एउटा यो गाउँबाट नयाँ वर्ष 2023मा गाउँभरिका मान्छेलाई लिएर पिकनिक जाने कुरा सोचेका छौँ अब यसमा तपाईँले पनि साथ सहयोग दिनुपर्छ गाउँभरिका मान्छेहरूलाई पनि तपाईँले भनेर हामी सबैजना मिलेर एकचोटि मकवानपुरमा पिकनिक जानुपर्छ काजीबा भनेर आएको छौँ तपाईँलाई कस्तो लाग्यो त काजीबा
योजना त तिमीहरूले राम्रै लिएर आएछौ। अब पिकनिक स्थान चाहिँ मकवानपुरको कुन ठाउँ चाहिँ हो? पिकनिक स्थान मकवानपुरको कुलेखानी हो काजीबा। ए त्यो ठाउँ त कति राम्रो छ नि, अस्ति मैले टिकटकमा पनि देखेको। ए बुढा त्यो ठाउँ हो भने त म पनि जाने। ए हो र, तपाईँहरूको योजना त कति राम्रो रहेछ। म पनि यो गाउँमा आएर खासै घुम्न पाएको छैन, म पनि जान्छु नि पिकनिक। ल ल यिनीहरू पनि जान्छु जान्छु भनिरहेछन्। अब सबैजना मिलेर गयो भने रमाइलो पनि हुन्छ। अब चाहिँ नि जान त जाने भन्यो, अनि साँच्चै त्यो जाने चाहिँ कहिले योजना बनाएका छौ त? जान त काजीबा भोलि बिहानै जाउँ भन्ने हाम्रो योजना छ, कसो होला? ल ल ठिक छ, त्यसो भए भोलि बिहानै 6 बजी तलतिरको त्यो फाइनल डाँडामा सबै भेला हुने, त्यहाँबाट मकवानपुरतिर गाडीमा हिँड्ने। गाडीमा सबैजना बाटो लाग्छ। फाइनल। ल रमाइलो गर्नुपर्छ त्यहाँ गएर। अब केटाहरूले के कस्तो व्यवस्था मिलाएको छ, त्यहाँ गएर चट्ट अब सबै मिलेर बस्ने, झगडा फेरि एकैछिनपछि नाचेर फेरि भोक लागेर चाहिँ नि खाना खानेछु हामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल हरे खोला बगिजाने होला लौन मैया पैसा सम्हाल कालो काले हामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल फाइनल।